Welcome to my YouTube channel. This is my first video in my own voice. आज चाहिँ म तपाईँहरूलाई आफ्नो कोरेसो बारी देखाउन गइरहेको छु है त। अब हेरौँ हामी। यो चाहिँ हाम्रो सानो बारी हो। त्यस्तो धेरै ठुलो पनि छैन, धेरै सानो पनि छैन, ठिक्कको छ। अनि सबैभन्दा सुरुमा चाहिँ हामी स्ट्रबेरी हेरौँ है त। यो चाहिँ हाम्रो स्ट्रबेरी हो, भर्खर भर्खर भइरहेको छ, धेरै पनि छैन, उता उता बोट छ, तर यहाँ चाहिँ फलेको रहेछ। अनि यहाँ लट्टे सागहरू छ, अहिले भर्खर उम्रिँदै नै छ, धेरै ठुलो नि भएको छैन। यता यो चाहिँ पोहोर सालकै रहेछ लट्टे साग, फुलिरहेको छ पुरै। अनि यहाँ धनियाँ पातहरू पनि छ। धनियाँ पात कस्तो मिठो हुँदो रहेछ, आफ्नो घरको चाहिँ बास्ना पनि मगमगाउने। अनि यहाँनिर टमाटर भयो, टमाटर पनि राम्रो छ, लोकल अमिलो हुन्छ। यो काँचो टमाटरको फेरि अचार यति मिठो हुन्छ नि, तपाईँहरूले खानुभएको छ कि छैन, हाम्रोमा चाहिँ यो बनाउनुहुन्छ, कस्तो मिठो हुन्छ। अनि यहाँ बैगुनको बोटहरू पनि रहेछ। यो बैगुन चाहिँ सेतो खालको रहेछ। यहाँ पनि रहेछ स्ट्रबेरी फलेको पनि रहेछ, सानो सानो छ, रातो भइसकेको छ। यता खोइ के भएको हो, राम्रो हुँदैन रहेछ स्ट्रबेरी। यो अम्बकको बोट आफै उम्रेको यो चाहिँ। अनि यहाँ खोर्सानीको बोट पनि रहेछ, एक दुईवटा फलेको रहेछ। अनि यो चाहिँ के घेरौला होला, घेरौला कति धेरै उम्रेको छ घेरौलाहरू। अनि यो सबै रोप्ने काम चाहिँ मेरो हजुरमम्मीको हो, मेरो दादीमाको हो। उहाँले धेरैभन्दा पनि धेरै मेहनत गर्नुहुन्छ। अनि हाम्रो यहाँ भाइ छ, भाइले चाहिँ कहिलेकाहीँ औँसी पुर्ने काम गर्छ, कहिलेकाहीँ पानी ल्याइदिने काम गर्छ, हजुरमम्मीलाई यसो हात बटाइदिने काम। अनि यहाँ पनि छ है बैगुनको बोटहरू चाहिँ, त्यही सेतै खालको छ, रातो खालको यसपालि भएन छ। अस्तिको वर्ष चाहिँ भएको थियो, डल्ले बैगुन पनि भएको थियो। अनि म हजुरमम्मीलाई चाहिँ पूजा गर्दाखेरि धेरै फुल चाहिन्छ। उहाँले 10वटा भन्दा बढी रोप्नु भएको छ फुलको। अपराजिता फुलहरू पनि सबै भेराइटीको फुल चाहिन्छ उहाँलाई। उहाँ हेर्नु न, सबै कति धेरै फुलहरू रोप्नु भएको छ। अझै उतापट्टि पनि छ, घेरेको छ उतापट्टि, उता चाहिँ म जान्न। अनि यहाँनिर भनेको भर्खर भर्खर उम्रिँदैछ, यहाँ मकैको बोट रहेछ। अनि भिन्डी पनि उम्रिँदैछ। यता सजन पनि पुरै बजारमा सजुन फलिसक्यो, हाम्रो चाहिँ भर्खर फुलिरहेको छ। के भन्ने यो सजुनलाई पनि। मेवाको बोट पनि रहेछ, ढल्न आँटेको छ, अलिअलि रुख पनि बढे बढे जस्तो छ। यहाँ पनि लट्टे साग रहेछ टन्नै। यो चाहिँ आफै उम्रेको रहेछ है के टमाटरको बोट चाहिँ, अहिलेसम्म फलेको छैन। यहाँ पनि स्ट्रबेरीको बोट रहेछ, तर फल्न चाहिँ फलेको रहेनछ, भर्खर फुलाइरहेको रहेछ। अस्तिको वर्ष चाहिँ निकै फलेको थियो, यसपालि चाहिँ अब खै अझै 1 महिना पछि फल्ने हो कि के। अनि यता कोलाको बोट पनि छ, वर्षमा एकचोटि जम्मा फल्छ कोला। अस्तिको वर्ष भन्दा पनि अस्तिको वर्ष 2 वर्ष अगाडि चाहिँ 3वटा थियो, 2टा ढलेछ कोलाको बोटै, एउटा मात्र खान पाइयो। यस्तै यस्तै हो भिडियोहरूमा देखाइएको कुराहरू। आजकोलाई यति नै। अब म फेरि पनि अर्को भिडियो लिएर आउनेछु। हाम्रो भेटघाट अब अर्को भिडियोमा हुन्छ है त। बाई।